युएस नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित यो पुनर्निर्माण अभियान हामीलाई फिनिक्स अभियान पनि भनेको छौं। यो अभियानको आज हामी शुभारम्भ गर्न गइरहेका छौं। यो शुभारम्भ कार्यक्रममा हामीसँग काठमाडौँबाट आउनुहुने संघका आदरणीय इन्चार्ज राज्य पार्टी जो नजिकै आइपुग्नु भएको छ, संघका उपाध्यक्ष कमरेडहरू महाराज गुरुङ, विनय शाह, संघका महासचिव महेश चौलागाई, उपमहासचिव उपेन्द्र साई, कार्यालय प्रमुख राजु तिवारी लगायतका संघका सचिवालय सदस्यहरू, केन्द्रीय कमिटी सदस्य साथीहरू, कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका इन्चार्ज, जिल्ला कमिटीका अध्यक्ष साथीहरू लगायत एकदमै ठुलो टिम हामी यहाँ आइपुगेका छौँ। त्यस्तै नेकपा एमाले तेह्रथुम जिल्ला कमिटीका सिंह परिवार उपाध्यक्ष सचिव कमरेड लगायत सम्पूर्ण पदाधिकारी सदस्य कमरेडहरू हुनुहुन्छ। यहाँ जनप्रतिनिधि कमरेडहरू, मेयर, उपमेयर, पूर्व मेयर लगायत सम्पूर्ण पार्टीका अग्रज नेता कमरेडहरू, विभिन्न पालिकाको आश्रय पालिका, विभिन्न पालिकामा जिम्मेवारी लिनुभएका प्रदेश कमिटी पार्टीका अग्रज नेता कमरेडर सबै उपस्थित हुन्छ। यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार, हार्दिक अभिवादन टर्याउन चाहन्छु। मैले धेरै लामो के भन्दिनँ। हामी आज श्रम गरेर पुनर्निर्माण सुरु गर्ने अभियानमा आएका छौँ। तसर्थ हामी श्रमै गर्नेछौँ जति समय भ्याउनेछ। तथापि यो निर्माणले अभियान के हो र दिन खोजेको सन्देशका विषयमा चाहिँ मैले छटो यहाँहरूको माझमा राख्नेछु। सन् 23 र 24ले जेनजी आन्दोलनको नाममा भएका नेपालका उथलपुथल र परिवर्तनले ल्याएको नेपालको वर्तमान स्थिति र त्यो दिन 24 गते भएको देश एउटा नेपालको इतिहासमा सबैभन्दा ठुलो शोकमा फसेको थियो र नेपालको इतिहासमा यति ठुलो नेपालको प्रणालीलाई नै आगो लगाएर ध्वस्त बनाइयो, जलाइयो, देशको प्रणालीलाई नै सखाप बनाइयो, न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका सम्पूर्ण ध्वस्त बनाइए। आज सर्वोच्च अदालतदेखि लिएर हामी सुशासनको प्रत्यावृत्तिको रूपमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म चलाएर त्यसलाई ठप्प बनाइएको छ। एकातिर जेनजीको नयाँ युवाहरूको आन्दोलन र त्यो आन्दोलनले उठाएका आवाजहरू र सँगसँगै आन्दोलन बानेश्वरमा नपुगी आन्दोलनलाई हाइज्याक भएर विदेशी दलालहरूले देशमा षड्यन्त्रपूर्वक निर्मम देशमा गरेको प्रहार, यसलाई हामीले खुलस्त पटक पटक भनिसकेका। फेरि पनि आज मैले हाम्रो राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष, वर्तमान नेकपा एमालेको केन्द्रीय अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीको जन्मथलो, जन्मघर, पोखरीघर आफैमा यहाँ पनि आएर मैले खुलस्त भन्न चाहन्छु, ढुक्कका साथ, निर्धक्कका साथ, जे छ यथार्थ, जे छ स्पष्ट, त्यही यथार्थ स्पष्ट आज जनतामा, आम युवामा, आम नेपाली जनतामा पुर्याउनु पर्छ भनेर युवा जागरण अभियान लिएर हिँडेका छौँ। र हामीले त्यही युवा जागरण अभियान हिजो बागमतीमा सिद्ध्याएर हिजै साँझ हामी भेलटार आएर बस्यौँ र बिहान हामी 7 बजी हिँडेको, समयमा आइपुग्ने, हामी 11 बजी आइपुग्ने यहाँनिर हाम्रो सोच थियो। तर टिम एकदमै ठुलो, टिम ठुलो भएपछि फलामे टारमा चिया खान रोकेको 1.5 घन्टा त्यही गयो, फिदिममा खाना खान रोकेको 1.5 घन्टा त्यही गयो भने चाहिँ खाना र चियामै धेरै समय गयो। नत्र हामी कहीँ पनि अल्मलेको छैनौँ र समयमै आएका छौँ। यो पुनर्जागरण अभियान सँगसँगै हामी पुनर्निर्माण अभियान लिएर हिँडेका छौँ। पुनर्जागरणको खास मिनिङ हामीले देशमा भएका षड्यन्त्रको विषयमा यति बेला भाष्य बनाइएको छ। केपी शर्मा ओलीले 23 गते राजीनामा दिएको थियो भने देशै चल्दैन थियो नि भन्ने भाष्य, नेकपा एमाले र केपी सरकारले नराम्रो गरेको कारणले देशमा आक्रमण भयो कि भन्ने भाष्य बनाउन खोजेको छ। यो सरासर झुटो गलत विषय हो र हामी ढुक्कका साथ भन्छौँ, निर्धक्कका साथ भन्छौँ। केपी शर्मा ओलीले राम्रो काम गरेको थिए, सही काम गरेको थिए। तर आज दुर्भाग्य के भयो भने केपी शर्मा ओली राष्ट्रवादी हुनु दुर्भाग्य भएको छ, केपी शर्मा ओली देशभक्त हुनु दुर्भाग्य भएको छ। केपी शर्मा ओलीले देशको समृद्ध हुन्छ, नेपाली जनतालाई सुखी बनाउनुपर्छ, विकास गर्नुपर्छ भनेर देशलाई स्थिर राजनीतिको नेतृत्व गरेको दुर्भाग्य भएको छ। र हाम्रा विदेशी दलालहरू, हाम्रा षड्यन्त्रकारीहरूले देशको स्थिरता, राजनीतिक स्थिरता, देशको विकास आज समग्रमा भने नि देश संसारको तीव्र विकास हुँदै गरेको 10वटा देशमा प्रवेश गरेको थियो नेपाल। आज हामी जीडीपी 7% को विकासमा पुर्याइसकेको अवस्था थियो। हरेक सूचाङ्कहरू, इन्डिकेटरहरू, इकोनोमीको, अर्थतन्त्रको विकासका सूचाङ्कहरू ग्राफमा बढ्दो अवस्थामा थियो। तर यी सबै चिज हाम्रै नेपालमै बस्ने हाम्रै दाजुभाइ, तर
हामीभन्दा धेरै पर सोच भएका दलालहरूको पन्जामा षड्यन्त्रमा देश फस्यो र ती नवयुवा अवोध युवाहरूको आन्दोलन, त्यो जेनजी आन्दोलनलाई हाइज्याक गरियो र देशलाई जलाएर नष्ट बनाइयो। देशको अहिलेसम्मको इतिहासका सम्पूर्ण दस्तावेजहरू जलाइयो सिंहदरबारमा र सिंहदरबारमा भएको डेटा सेन्टरबाट सम्पूर्ण डेटाहरू चोरियो, विदेशीलाई बेचियो। र अहिले हामी के भनिराखेका छौँ भने यो युवा जागरण अभियानमा आज नेकपा एमाले र नेकपा एमाले भन्दा फरक के छ त? अब सत्य कुरो बोल्नुपर्छ। त्यही कारणले आज हामी देश बचाइराखेका छौँ र देश बचाउनेको नेतृत्व गरिराखेका छौँ। आज देश बचाउने, राष्ट्रभक्तहरूको विकास चाहने, समृद्ध चाहने, यो स्वच्छ समाज चाहने, शान्त समाज चाहने, स्थिर राजनीति चाहने, सुशासित राजनीति चाहनेहरूको नेतृत्व हामीले गरिराखेका छौँ। र त्यो षड्यन्त्र हो र यसलाई 2-3वटा रिपोर्टले पनि स्पष्ट बनाइसकेको छ। एउटा रिपोर्ट आएको छ, मलाई लाग्छ इजरायलको रिपोर्ट जस्तो लाग्छ। जुन बेला जेनजी आन्दोलनभन्दा अगाडि समाजलाई भड्काउनका निम्ति 34% सामाजिक सञ्जाल फेक बनाइएको थियो, सामाजिक सञ्जालको फेक अकाउन्ट प्रयोग गरिएको थियो र त्यो फेक अकाउन्टमा पोस्ट गर्ने कन्टेन्टहरू, सामग्रीहरू एआईबाट 49% फेक सामग्री बनाएर पोस्ट गरेको थियो भनेर एउटा विदेशी रिपोर्ट आएको छ। त्योबाट थाहा हुन्छ कि एआईबाट कृत्रिम रिपोर्टमा त यति धेरै कन्टेन्ट बन्दो रहेछ कि लगभग आधा कन्टेन्ट चाहिँ 49% भनेको करिब 50% चाहिँ झुटा फेक बन्दो रहेछन् अनि 34% फेक आइडीबाट देशलाई जलाउनका लागि उत्प्रेरित गरिदिँदो रहेछ, उत्तेजित गराइदिँदो रहेछ। यो हामीले भनेको होइन, अन्तर्राष्ट्रिय रिपोर्टले भनेको प्रमाण मात्रै मैले भन्दैछु। अर्को न्युयोर्क टाइम्सबाट अर्को रिपोर्ट आयो, नेपालमा भएका आगजनी र यो तोडफोड, यो आन्दोलन एकै दिनको आन्दोलन होइन, हुनै सक्दैन, कुनै तथ्यले पनि यो पुग्दैन। कम्तीमा पनि यस्तो आगो बाल्ने साथ फेरि बल्ने केमिकल प्रयोग गर्ने, यो टेक्नोलोजी प्रयोग गरेर आगो लगाउनका लागि, जलाउनलाई कम्तीमा 1 महिनाको तयारी हुनुपर्छ भनेर एउटा रिपोर्ट बसेको। यो दुईटा विदेशी रिपोर्टबाट हामी स्पष्ट भन्न सक्छौँ कि कति धेरै यो देश विरुद्धको षड्यन्त्र रहेछ र त्यो षड्यन्त्रमा ती 34% फेक मिडिया र 49% फेक कन्टेन्टले आज केपी ओलीलाई, जो यो देशको, यो राष्ट्रको निम्ति, यो समाजको निम्ति, नेपाली जनताको निम्ति आफ्नो जीवन कुर्बानी गरेर आफ्नो सम्पूर्ण सम्पत्तिहरू राज्यलाई सुम्पिएर अगाडि बढेको व्यक्तिलाई सबैभन्दा धेरै आरोप लाउँछ भने आज समाजमा भाष्य के हुँदैछ? देश जलाउने मात्र होइन, जनताको, सर्वसाधारणको, हाम्रो पसिना बनाएका वडाका, प्रहरीका ठुल्ठुला जति जलाउने चाहिँ महान हुने अनि बचाउने चाहिँ क्रूर हुने, प्रतारक हुने, कस्तो परिभाषा बन्दैछ समाजमा। हो, हामी जति रोए पनि अब रुन सक्दैनौँ, अब हामी अगाडि बढ्छौँ, सत्य क्यों सत्य भन्छौँ। त्यही कारणले जलाउने बचाउने यो देश जलाउनेको विरुद्ध हामी देश बचाउने अगाडि बढ्नुपर्छ। यही हो हाम्रो आज मुख्य दायित्व। त्यही दायित्व लिएर हामी युवा जागरण अभियान लिएर आएको छौँ। त्यही दायित्व लिएर आज नेकपा एमालेका कोही पनि कार्यकर्ताहरू सानो मन लिएर, सानो सोच लिएर शिर झुरेर हिँड्न दिँदैनौँ। त्यो कारणले हाम्रो नेता, कार्यकर्ता र हाम्रा पार्टीका सम्पूर्ण कार्यहरू हामी श्रमदान गरेर पुनर्निर्माण गर्छौँ भनेर पुनर्निर्माण अभियान सुरु गरेको छौँ। त्यसको शुभारम्भ हाम्रो राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष केपी शर्मालीको पुर्ख्यौली घरबाट आज हामी सुरु गर्नेछौँ र देशभरिका हाम्रा पार्टी कार्यालयहरू हामी श्रमदान गरेर बनाउनेछौँ। देशभरिका हाम्रा पार्टीका नेताहरू गरेर हामी श्रमदान गरेर बनाउनेछौँ। सम्पूर्ण वडा कार्यालयहरू हामी श्रमदान गर्नेछौँ। सम्पूर्ण प्रहरीका घरहरू श्रमदान गर्नेछौँ र कोही पनि नागरिकलाई, कोही पनि जनतालाई असुरक्षित छैन भन्ने वातावरण बनाउँछौँ। यो देशको रक्षा, यो जनताको रक्षा, यो समाजको रक्षा हामीले गर्छौँ। त्यो गर्न सक्षम छौँ भनेर हामी अगाडि आएको छौँ र यो पुनर्निर्माणको अभियान यही हो। मुख्य यही अभियान लिएर आएको छौँ र मैले धेरै विषय भन्दैनौँ। यो पछाडि हामी सम्पूर्ण साथीहरू जति समय हुन्छ आज पुनर्निर्माण शिलान्यास गरेपछि श्रमदानमा सहभागी हुन्छौँ र आज पछाडि उपरान्त हाम्रो पार्टी नेकपा एमाले जिल्ला कमिटीले अगाडि नै निर्णय गरिसकेको छ कि यो सदय पार्टी अध्यक्ष घर निर्माण गर्ने भनेर यहाँको नेकपा एमालेको पालिका 68 पालिका कमिटीले निर्णय गरिसकेको छ। यो घर हामी बनाउने भनेर तेह्रथुमको राष्ट्रिय युवा संघ नेपालको जिल्लाकोले निर्णय गरिसकेको छ। त्यसको थप सारथी भनेर राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी तपाईँहरूको माझमा आएको छौँ, हामी आएको छौँ र यो जस्तो थियो त्यस्तै थप मजबुत, थप दरबेल्लो र थप ऐतिहासिक सङ्ग्रहालयसम्म हुने मजबुत तपाईँ हामी कार्यकर्ताले बनाउनेछौँ। यो सन्देश दिनेछौँ र यो
टेक्निकल्ली हाम्रा मिस्त्री दाजुभाइ र टेक्निकल्ली हाम्रो यहाँको पालिका कमिटी आठराई नेकपा एमाले आठराई पालिका कमिटी र राष्ट्रिय युवा संघ नेपालको स्थानीय कमिटीले हेर्नेछ र हामीले यो सम्पूर्ण समन्वयका लागि तीर्थुमबाट राजकुमार थापाजी र 5 थरबाट नजिक 5 थर नजिक हुने भएको कारणले फिदिमबाट कमल थपलियाजी दुईजनालाई फोकल पर्सन राखेको छौं र उहाँलाई हामी सम्पर्क गर्नेछौं। यही माझमा हाम्रो संगठनका आदरणीय इन्चार्ज राज्य पार्टी आउनुभएको छ, उहाँलाई मैले यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु र उहाँलाई अतिथि हुन चाहन्छु। सँगै संगठनका उपाध्यक्ष कमरेड महाराज गुरु आउनुभएको छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छौँ। र खासमा हाम्रो पुनर्निर्माण अभियानको विशेष सन्देश यही हो। यो पछाडि हामी अब हाम्रो प्रमुख अतिथि राजीव पाइदा आइसक्नु भएको छ। यो पछाडि हामी यहाँ शिलान्यास सुरु गरिहाल्नेछौँ र हाम्रो पुनर्निर्माण अभियान सुरु हुनेछ र हामी श्रमदानमा सहभागी हुनेछौँ। र यहाँ उपस्थित सम्पूर्ण तीर्थुमवासी, आठराईवासी र विभिन्न जिम्मेवारहरूका सम्पूर्ण नेकपा एमालेका विभिन्न नेतृत्वगणहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। राष्ट्रिय युवा संघ नेपालको यो अभियानले अभिभावकत्व दिनको निम्ति सपोर्ट र उत्साह दिनको निम्ति तपाईहरुको यो उपस्थितिले हामी थप उत्साहित भएको छौं, थप हामी गौरवान्वित भएको छौं र थप हामी तपाईहरुको थप न्यानो माया प्रति हार्दिक आभार प्रकट गर्दछु र धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धेरै धेरै धन्यवाद।